हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म घरमै मोमोको अचार यसरी बनाउन गइरहेको छु। मैले चाहिँ टमाटर धोएर रेडी गरेको छु। काँचो काँचो टमाटर चाहिँ एकदमै टेस्टी हुन्छ। टमाटरलाई काटेर चाहिँ रेडी गरेको छु। मैले चाहिँ यसरी 4 टुक्रा गरेर चाहिँ टमाटरलाई काटेको छु। त्यसपछि हरियो धनिया, हरियो खोर्सानी, लसुन, अदुवा यसलाई पनि मैले रेडी गरेको छु। त्यसपछि कराई बसाइसकेको छु। कराई तातिसकेको छ। त्यसमा मैले तेल एड गर्दैछु। तेल चाहिँ गरम भइसकेको छ। म चाहिँ धेरै तेल तताउँदिनँ किनभने एकदमै छिटो डढ्छ अदुवा लसुन चाहिँ। त्यसपछि मैले अदुवा लसुनलाई चाहिँ काटेर रेडी गरेर राखेको थिएँ, त्यसलाई एड गर्दैछु। यसलाई चाहिँ म हल्का ब्राउन गरेर फ्राई गर्छु। धेरै ब्राउन हुने गरेर चाहिँ फ्राई गर्दिनँ किनभनेदेखि टेस्ट चाहिँ यसको धेरै छिटो बिग्रिन्छ। त्यही भएर हल्का रातो रातो हुने गरेर फ्राई गर्छु। यो चाहिँ फ्राई भइसकेको छ, हल्का रातो रातो भइसकेको छ। म चाहिँ यहाँनिर टमाटर एड गर्दैछु। अब यसलाई म राम्रोसँग म्याच गर्छु। मैले चाहिँ यसलाई राम्रोसँग म्याच गरिसकेको छु। अब स्वादअनुसार नुन र बेसारलाई एड गर्दैछु। बेसार चाहिँ एकदमै कम लगाउनु पर्छ किनभने बेसारले चाहिँ टेस्ट खराब गर्छ धेरै हुँदाखेरि। त्यही भएर एकदमै कम लगाउँछु। त्यसपछि स्वादअनुसार नुन, यसलाई राम्रोसँग म्याच गरेर चाहिँ म पाक्नको लागि छोप्छु। यसलाई राम्रोसँग छोपेर पकाउने। यसलाई छोप्नुभन्दा अगाडि चाहिँ नुन बेसार लगाउँदाखेरि चाहिँ नुनबाट चाहिँ एकदमै जति पनि टमाटरमा भएको पानी चाहिँ राम्रोसँग बाहिर निस्किन्छ। त्यही भएर हेर्न सक्नुहुन्छ एकदमै धेरै पानी निस्केको छ। यसलाई म हल्का चलाएर चाहिँ फेरि पनि पाक्नको लागि ढाक्दिन्छु। हेर्न सक्नुहुन्छ यतिको भएर चाहिँ पाकिसकेको छ। अब यसलाई चाहिँ म हरियो धनिया एड गर्न गइरहेको छु। मैले चाहिँ काटेर राखेको छु हरियो धनिया। हरियो धनिया हालेर यसलाई चाहिँ म्याच गर्ने किनभने म चाहिँ स्टोर गर्छु यो अचार लामो समयसम्म, मतलब 1 हप्तासम्म खान मिल्छ। हामी चाहिँ खानाको साथमा चटनीको रूपमा लिएर पनि खान्छौँ। एकदमै टेस्टी लाग्छ। चाहिँ रेडी भइसकेको छ। अब चाहिँ म यो थालमा खन्याउँछु चिसो हुनको लागि। एकदमै छिटो चाहिँ चिसो हुन्छ। थालमा खन्याउँछु। त्यसपछि चिसो भइसकेको छ। मैले चाहिँ यसलाई मिक्सरमा लगाइसकेको छु मिक्सर गर्नको लागि। मिक्सर पनि भइसकेको छ। अब यसलाई चाहिँ म सानो एउटा गन्जमा चाहिँ खन्याउन गइरहेको छु। हेर्न सक्नुहुन्छ मोमोको अचार चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ घरमै यसरी बनाउने गरेको छु मोमोको अचार। हजुरहरू पनि सादा सिम्पल तरिकामा यसरी नै मोमोको अचार बनाएर ट्राई गर्न सक्नुहुन्छ। धेरै परिकारहरू जस्तो तिल,
टिम्बुर हरेक कुराहरू हालेर बनाउनुहुन्छ मलाई चाहिँ मन पर्दैन। त्यही भएर एकदमै सादा सिम्पल तरिकामा चाहिँ मैले घरमै यसरी बनाउन गरेको छु। थ्याङ्क यू सो मच।